जबसम्म यस्ता व्यक्तिहरूलाई कारबाही हुँदैन नि, यस्ता व्यक्ति जुन समाज भड्काउने धार्मिक द्वन्द्व ल्याउने यस्ता व्यक्तिहरू पक्राउ हुँदैनन् नि, यी परिचालित व्यक्तिहरू पक्राउ हुँदैनन् नि, कहिले पनि देशले शान्ति पाउँदैन। यिनीहरू सबभन्दा देशलाई भड्कालोमा हाल्ने यिनीहरू जस्ता व्यक्तिहरू हुन्। यिनीहरू मैले 48 घण्टा भित्रमा गोली हान्न लगाउँछु, चाहे 5 लाख 10 लाख 15 लाख खर्च होस्, मलाई मतलब छैन। मैले पैसा जति पनि बगाउँछु, म गोली हान्छु। यो आइएमए हेर्नुहोस्, यो आइएमए योभन्दा अगाडि त मैले कहीँ पनि देखाएको थिएन। यो आइएमए पनि हेर्नुहोस् क्या, यसको पनि भिडियो हेर्नुहोस्। यस्ता व्यक्तिले गर्दाखेरि नै आज देशले यो अवस्था भोगिरहेको छ क्या। सदियौँदेखि सबै धर्म मिलेर आएको देश एउटा मात्रै देश थियो, नेपाल। त्यो पनि यिनीहरूले धर्मको द्वन्द्व गराएरै छोडे क्या। यिनीहरू जस्तो व्यक्तिलाई कारबाही हुनैपर्छ। जबसम्म यस्तालाई कारबाही हुँदैन नि, तबसम्म देशले शान्ति पाउँदैन। उमर खान, मेरो शेर भाइ, सुन, तिम्रो नाम के हो थाहा छ? उमर। तिम्रो नाम उमर भनेपछि त्यसको मिनिङ हिम्मत हार्ने होइन, बेडबाट उठ र तिमी माथि जुन यिनीहरूले हाम्रो यो बवासिरहरूले जसले तिमीलाई देशद्रोही बनाएको छ त्योसँग फाइट गर्नु छ, त्यसलाई देखाउनु छ तिमी एउटा नेपालको देशभक्त बच्चा हो। यसरी बेडमा सुतेर हुँदैन, तिमीलाई फौलाद बन्नु छ आफ्नो नेपाल देशको लागि, सिङ्गै नेपाल देशको लागि। यिनीहरूलाई तमाचा दिनु छ जसले देशद्रोही बनाएको छ। तिमी गरिबको मुखमा निवाला दिएको छौ, गरिबको सहारा भएको छौ। रोहिङ्गा कहाँबाट आए, के आए, यो नेपाल सरकारको काम हो छानबिन गर्ने। यिनीहरू